नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो च्यानल खड्काज वर्ल्डमा। आज हामी घुम्न जाँदैछौँ एउटा यस्तो सुन्दर युरोपियन सहर जहाँ इतिहास, संगीत, प्राकृतिक सौन्दर्य सबै एकै ठाउँमा भेटिन्छ। यो हो साल्जबर्ग, अस्ट्रिया। यो सहरलाई मोजार्टको जन्मस्थल पनि भनिन्छ। आज हामी तपाईहरुलाई मोजार्टको जन्मस्थल भएको ठाउँ, साल्ज नदी अनि मिराबेल गार्डन अनि यहाँको वाकिङ स्ट्रिटहरु देखाउने छौं। यो सहर युनेस्को वर्ल्ड हेरिटेज साइट पनि हो। यहाँ पहिला पहिला चाहिँ साल्ट ट्रेड हुन्थ्यो रे, जसले गर्दा यो सिटी धेरै धनी भयो। हैन, क्लासिकल म्युजिक मन पर्नेहरुको लागि मोजार्ट, जसको अहिले पनि घर छ, त्यसलाई म्युजियम बनाएको छ। हैन, यहाँ युरोपकै ठुलो क्यासल पनि छ। यहाँ नजिकै अन्टर्सबर्ग माउन्टेन पनि छ, केबल कारहरु पनि छ। लास्टमा नेपालीलाई मन पर्छ भने नेपाली खानाको लागि रेस्टुरेन्टहरु पनि छ। अब चाहिँ हामी यो खोला पार गरेर फर्स्टमा हामी मोजार्ट्स प्लेस र मिराबेल गार्डन सँगसँगै हामी घुम्न जाँदैछौँ। त्यसपछि हामी जान्छौँ वाकिङ स्ट्रिटतिर।
मोजार्ट हाउस पनि यही हो यतापट्टि यसको गार्डन यतापट्टि मिराकल गार्डन जाउँ न त्यहाँ ढोका खुल्लै छ यसो जाउँ न यताबाट जाउँ न त उहाँ जाउँ त्यहाँ सिग्नल छ त्यहाँ क्रस गर्ने होइन हामी यहीँ बसौँ न हामी यहीँ बसौँ न ल होटेलले यहीँ रहेछ अर्को पालिलाई हेरिराख्यो तिनीहरूले पनि त थिच्छ होला नि अब छ अनि त्यसलाई जाउँला नि खै हो मान्छेले थिचेन क्या ल जाउँ जाउँ ल मोजार्ट प्यालेस भयो आम्बु यहाँ हेर न यो साइकल म्यान हेर न तिमी जस्तै छ आम्बु जस्तै रहेछ ल तारा झुन्ने ठाउँमा नि आइयो प्रेम जोडीले तारा झुन्ने ठाउँमा नि आइयो ल नाम लेखेर अहिले डेट लेखेर तारा ल्याइएन अझ यसमा यो लगाएर चाबी चाहिँ खोलामा फाल्दैन यस्तो पनि हुन्छ
क्यासल त्यहाँ हो, त्यहाँबाट जाने चाहिँ क्यासल पनि यताबाट होला। ल यहाँ मेरो पनि छ एउटा। Yes, yes. ए हाम्रो त एउटै परेछ त, त्यहाँबाट आउने कि यहाँबाट। ल यहाँको चाहिँ यो साल्सबर्गको वाकिङ स्ट्रिट। तिमी आमासँग बस है, म एउटा भिडियो बनाएर आउँछु। यो चाहिँ यहाँको स्पेसल वाकिङ स्ट्रिट भयो। यता यता भित्र, यता बाहिर। हामी चाहिँ अहिले अलिक अफ सिजनमा आएको हुनाले खासमा त्यति धेरै मान्छेहरू छैन, तर पनि यो अप्रिल महिनामा यति धेरै मान्छे इनफ नै हो। यहाँ चाहिँ जहाँ पनि यस्तो हुँदो रहेछ। घरभित्रबाट यसरी निस्किने दुलो दुलो छ। जहाँ पनि छ घरभित्रबाट फेरि दुलो अर्को निस्केर अर्को छ। ल जहीँ ठाउँबाट निस्किने छ। उता पनि चर्च छ, यता पनि चर्च। कति लामो रहेछ यो पनि। ल यहाँबाट गएपछि फेरि त्यही रिभरमा पुगिन्छ। आफ्नै पो किन्न थालेछु मैले। हेलो जाउँ। यहीँबाट माथि चर्चमा जाने हो कि हो? यो चाहिँ ल वाकिङ स्ट्रिट राम्बु। तिमी त कहिले नै हराउँदैन, तिमीलाई सब कुरा थाहा भइसक्यो। मोबाइल नम्बर पनि थाहा होला। हाम्रो फेसन भाइ 20 डेनमार्क थाहा छँदैछ, त्यति भन्दै हुन्छ। फेसन भाइ 20 डेनमार्क भने अनि अनि आम्बुलाई त सब थाहा रहेछ, घरको एड्रेस थाहा रहेछ, मेरो मोबाइल नम्बर थाहा रहेछ, उसलाई हराउँदैन अरे। हाम्रो आउँदैछ है। ओ बुद्ध यो पनि वाकिङ स्ट्रिटै रहेछ नि। अँ वेस्टर्नहरू
यसकै पछाडि त्यही त्यो मैले भनेको डाँडामाथि जाने चर्च चाहिँ यसको पछाडि होस् लाग्यो क्या हो त्यही दुलोबाट अघि हिँडेर जाने बाटो ट्राम चढ्ने कता कता छ क्या यहाँ त्यो उम्, उम्। जापान रेस्टुरेन्ट रहेछ यहाँ Seninle diyorum ki anne कसले खै त्यो थाहा छैन यो त खिच्छ यसले 2 घन्टा त खिच्ला 2 घन्टा खिच्यो नि 15 मिनट चाँडा भिडियो हाल्नु मिल्यो अनि एउटा सिटीमा त चाँडा भिडियो नि अझ खिचिँदैन 2टा 3टा त्यस्तै हो जस्तै कि हामी यहाँ घुम्दाखेरि मैले यसमा के देखेँ भने साल्सबर्गको उताको यहाँको 2टा अनि हलेस्टिकको त हजुर अँ? हाम्रो त युजै गरे छैन त मैले त युज गरेको छैन आमाले युज गरेको होइन 50 त त्यहाँ लोने गर्नु दिएको नि त 50 युरो हामीसँग छ 50 युरो लोन गर्ने किन्नलाई त अब त्यसले जे किने हुन्छ नि हामीलाई त्यस्तो चाहिने चक्लेट त अहिले तिमीले खाएको खाइछ तिमीलाई गाह्रो हुन्छ नि अँ अब जाडो सक्यो त यो त भित्र सिटीमा तातो हुन्छ नि त झन् खतरा वाकिङ स्ट्रिट आयो त है लिने अघि त्यही सानो वाकिङ स्ट्रिट थियो अहिले झन् ठुल्ठुलो वाकिङ स्ट्रिट खतरा वाकिङ स्ट्रिट आयो अब ऊ त्यो स्टेसनसम्म हामी गएर फोटो खिच्छौँ अनि त्यसपछि बन्द गर्छौँ भिडियो खिच्छौँ अनि बन्द गर्छौँ ओके किन्नु हामीलाई केही परेकै छैन हाम्रो के किन्नु पर्यो WC यहाँ रहेछ ल अब मलाई स्टप गर्छ है त मलाई स्टप गर्छ है त लास्टमा साल्सबर्ग घुमिसकेपछि नेपाली खानाको लागि एउटा दामी नेपाली रेस्टुरेन्ट पनि रहेछ हैन गुगलमा सर्च गरेर पनि थाहा पाउन सकिन्छ खानेकुराहरू एकदमै टेस्टी राम्रो र सिटीबाट धेरै टाढा पनि छैन तपाईहरु पनि एकपल्ट गएर टेस्ट गर्न सक्नुहुन्छ यो रेस्टुरेन्टमा हस्त धन्यवाद।